एमालेमा बसेर देशलाई धुत्नुसम्म धुतेका एक पात्र हुन् विष्णु पौडेल। कहिले माधव नेपाल त कहिले केपी शर्मा ओलीको छत्र छायामा यिनले केसम्म गरेका थिएनन्, जसको पाप आज रूपन्देहीमा करायो। यहाँको जनताको मतलाई दुरुपयोग गरेर सत्तामा पुगे अनि ललिता निवास काण्डदेखि डरलाग्दा खेलहरूमा यिनले भूमिका निभाएको चर्चा आज सम्झन लायक छ। उनका करतुतहरूको चर्चा गर्नु अघि दुई लाइनमा भनिहालौं। रूपन्देही क्षेत्र नम्बर 2 मा रासोपाका सुलभ खरेलले पौडेललाई 43,689 मतान्तरले पराजित गरे। खरेल 56,550 मत पाएर निर्वाचित हुँदा पौडेलले 12,861 मत मात्रै पाए। पटक पटक अर्थमन्त्री बनेका विष्णु पौडेल आजभन्दा 20-30 वर्ष अघिसम्म यो देशका सुकुम्बासी थिए। आज उनीसँग अरबौंको सम्पत्ति छ। दर्शकहरूलाई यो कुरा पत्याउन पनि मुस्किल पर्न सक्छ, तर आज विष्णु पौडेलको त्यस्तो कुरा स्मरण गराउन खोज्दैछौँ जुन कुरा सुनिसकेपछि तपाईहरू घोर आश्चर्यमा पर्नुहुनेछ। विष्णु पौडेलको देखिने र नदेखिने सम्पत्ति के कति छ कसैलाई थाहा छैन। उनी 50 सालसम्म वा भनौं प्रजातन्त्र आइसकेपछि पनि सुकुम्बासी थिए। उनको नाममा जग्गा थिएन, घरको नाममा एउटा छाप्रो थियो। तर स्क्रिनमा पनि देखाइरहेका छौं आजका दिनमा उनको आलिशान महल कस्तो छ हेर्नुहोला। पूर्व अर्थमन्त्री पौडेलले कसरी यति धेरै सम्पत्ति जोडे त भन्ने कुरामा अनुसन्धान हुँदैन, अनुसन्धान गर्न दिइँदैन, किनभने यहाँ सम्पत्तिको हिसाब कांग्रेस एमालेका नेतालाई एउटा रवि लामिछानेको मात्रै चाहिएको छ। रविले नै सहकारी ठगेको, रविले नै अकुत आर्जन गरेको भन्ने दाबीमा भइरहेको झमेला यहाँ दोहोर्याइरहन नपर्ला। विक्रमसम्म 2076 सालमा नेपाल म्यागजिनले एउटा कभर स्टोरी प्रकाशित गरेको थियो जसको शीर्षक थियो नेकपा केही त बोल। यो आवरण कथामा सुकुम्बासी विष्णु पौडेलले काठमाडौँ बालुवाटारमा रहेको ललिता निवाससम्मको सरकारी जग्गा कसरी हत्याउन सफल भए, आफ्नी श्रीमतीको नाममा जग्गा धनी हुँदा हुँदै उनले छोराको नाम सुकुम्बासी लिस्टमा राखेर त्यहाँ पनि कसरी सरकारी जमिन हडेपेका थिए भन्ने उल्लेख छ। 2052 सालमा विष्णु पौडेल बुटवलको दीपनगरमा रहेको सरकारी ऐलानी जमिनमा माटोको टाइलले छाएको कच्ची घर बनाएर बसोबास गर्थे। उनले 18 धुर ऐलानी जमिनमा घर बनाएका थिए। जसरी अहिले भूमिहीनहरूलाई जग्गा बाँड्न भनेर एमाले सरकारले सुकुम्बासी समस्या समाधान आयोग बनाएको थियो। त्यो सुकुम्बासी आयोगका रूपन्देही अध्यक्ष भोज प्रसाद श्रेष्ठ थिए। श्रेष्ठलाई त्यो बेलाका पनि सांसद विष्णु पौडेलले नै अध्यक्ष बनाइदिएका थिए। ती श्रेष्ठले 52 सालमा विष्णु पौडेलका एकमात्र छोरा नवीनको नाममा 18 धुर जमिनको लाल पूर्जा दिलाइदिए। प्रश्न उठ्छ के नवीन सुकुम्बासी थिए त? खासमा बुबा वा आमाको नाममा जमिन छ भने त्यस्तो व्यक्तिलाई भूमिहीन वा सुकुम्बासी भन्न मिल्दैन। त्यस्ता व्यक्तिलाई सुकुम्बासी भनेर जग्गा बाँड्न पनि सकिँदैन। तर विष्णु पौडेलले छोरा नवीनलाई सुकुम्बासी बनाएर सरकारी जमिन हत्याए। बुटवलको दीपनगरमा सरकारी जमिन हत्याएपछि जुन स्वाद विष्णु पौडेलले लिए, त्यही स्वादका कारण उनले ललिता निवासमा पनि छोरा नवीनलाई 8 आना जमिन दिलाइदिए वा भनौं आफैले लिएका थिए। यहाँ बिर्सन नहुने कुरा के थियो भने त्यो बेला विष्णु पौडेलको परिवार सुकुम्बासी थिएन। उनकी पत्नीको नाममा जमिन पहिले नै थियो। 61 सालमा त विष्णु पौडेलको परिवारले आफूसँग भएको जग्गा जमिन पवित्र थापा नामकी महिलालाई बिक्री गरेका थिए। अर्थात् उनीहरूसँग पहिले नै जग्गा जमिन थियो भन्ने पुष्टि हुन्छ। आफूसँग जग्गा जमिन भए पनि छोरालाई सुकुम्बासी बनाएर सरकारी जमिन हात पार्ने अरू एमाले नेता जस्तै विष्णु पौडेल पनि एक थिए। ललिता निवासको 8 आना जमिन पनि विष्णु पौडेलले मुख्य भूमाफिया सुभाकर ढकालकी पत्नीबाट लिएका थिए। उनले यो कुरालाई कानुनी बनाउन नवलपरासीको एउटा अनकन्टार ठाउँको 8 कट्ठा जमिन सुभाकरकी पत्नीलाई दिएका थिए। त्यसको बदलामा बालुवाटारमा 8 आना जमिन दिएका थिए। पौडेलको पुर्ख्यौली थलो स्याङ्जा हो। स्याङ्जाको जमिन बेचेर उनले रूपन्देहीमा 2 बिघा जमिन किनिसकेका थिए। रूपन्देहीको जमिन अंशभण्डा भएपछि त्यहाँको बेचेर रूपन्देहीकै रामपुर भुताहामा 13 कट्ठा जमिन श्रीमतीको नाममा किनेका थिए। यसरी हेर्दा विष्णु पौडेलको श्रीमतीको नाममा 13 कट्ठा जमिन पनि थियो। तर भूमि आयोगमा आफ्ना मान्छे राखेर उनले बुटवलको दीपनगरमा पनि छोरालाई सुकुम्बासी बनाएर उनको नाममा 18 धुर जमिन हात पारे अनि यसरी सुकुम्बासी हौ भनेर लिएको जमिन पनि अहिले बेचिसकेका छन्। यसबाट के बुझिन्छ भने 51 सालसम्म विष्णु पौडेलले आफूलाई सुकुम्बासी हुँ भन्थे। अहिले ललितपुरको भैसेपाटीमा रहेको विष्णु पौडेलको यो आलिशान महल पनि हेरिहाल्नुहोस्। हिजो अस्तिका सुकुम्बासीहरूको काठमाडौँ उपत्यकामा यस्ता महल ठडिन्छन् भने देश कसले कसरी लुटिरहेका छन् भन्ने प्रमाणित हुँदैन त? देश कसरी लुटिन्छ, कसरी सिद्ध्याइन्छ भन्ने कुराको एउटा सामान्य चान्चुन उदाहरण हो दर्शकहरू। यस्ता कैयन प्रकरण घटना र कुकर्महरू छन् जुन तपाईँ हामीले भोट दिएर पठाएका नेताहरूले गरिसकेका छन्। अब यिनीहरूको संसदीय यात्रा रोक्दै गर्दा पनि राज्यको ढुकुटी चिथोरिनेबाट जोगिनेछ। यतिले मात्रै पुग्दैन, अब बन्ने रासोपाको 2/3 सरकारले यस्ता काण्डहरूको एक फाइल खोल्न जरुरी छ।